अब जीवी राईको सवालमा त हेर्नुहोस्, यसको मुख्य अभियुक्त जीवी राई हो। रकम जीवी राईले लिएर आएको छ, गोर्खा मिडियामा दिएको छ। संसदीय छानबिन समितिले 16 डोलो गोर्खा मिडिया प्रणाली र सहकारी ऐन 74 गोर्खा मिडिया चाहिँ कम्पनी ऐन 63 अन्तर्गत गठन भएको छुट्टा छुट्टै अस्तित्व भएको कम्पनीलाई एउटैमा हालेर होइन त्यसको रकम दुरुपयोग गरे भनेर 3 जना कम्पनी खोलेका व्यक्तिलाई सङ्गठित अपराध लगाइदिएको छ। यो पछि गम्भीर व्याख्याको विषय छ। जस्तो रवि रामी छानेर छविभित्र भइरहँदाखेरि जीवी राईमाथिको सुई जसरी मोडिएको छ के अब सरकारले जीवी राईलाई समात्नको लागि पहल चाल्छ होला जस्तो लाग्छ? के लाग्छ कानुन व्यवसायहरूलाई? होइन, यसैमा जोडिहाले यो इजलासमा पनि यो कुरा उठ्यो होइन। छविको यदि छविलाई समात्न नखोजेकै खण्डमा रवि र छविलाई समाते हो भन्ने किसिमको पनि हिजो प्रश्न उठाएको थियो। यसले के दबाब दिन्छ अथवा होइन पेचिलो बन्छ? होइन, यसले विषय त नैतिक दबाबको रहन्छ होइन। तर कुरा के छ भने जीवी राईलाई चाहिँ यो सरकार पक्रिनतर्फ उद्धत छैन भन्ने कुरा यत्रो समय भयो होइन। यो हेर्नुहोस्, जीवी राई त सहकारी विभागबाट अनुमति लिएर अध्यागमनबाट लिएर आफै गइरहेका छन्। यो सहकारी ठगी त रवि लामिछाने पक्रिनु संसदीय समिति बन्नुभन्दा 2 वर्ष अगाडिदेखि उठेको कुरा हो। त्यसकारण जीवी राईलाई चाहिँ अब कुन व्यक्ति कसले कसरी त्यो बेपत्ता गराएको छ त्यो गम्भीर रहस्यमय कुरा छ। किनभने यत्रो अवस्थामा जीवी राईको चाहिँ छेउपत्तो नलाग्नु र मुख्य अभियुक्त जसरी प्रशासन, नेपालको सरकार, नेपालको कानुन त्यति कमजोर छ जीवी राईलाई समात्न नै सक्ने हो? होइन, त्यही त कमजोर छैन, तर कार्यान्वयन पक्षमा चाहिँ के गरिराखेको छ यो हामीले पनि बुझ्न सकेका छैन।